Welcome back to my channel. Welcome back to MJR channel. Camping जाँदैछौँ हैन अनप्लान्टेड क्याम्पिङ भइरहेको छ साथीभाइहरु मिलेर जान लागेको छौँ हैन अब कहाँ जान्छ थाहा छैन हैन हामी चाहिँ पुरा लावारिस पारेर हाम्रो यहाँ सबिन दाइ एउटा लाइट देखाएको मैले भिडियो खिच्छु एउटा ल लाइट देखायो हाम्रो दाइहरु हुनुहुन्छ हैन टक्क हामी यता छौँ चट्ट मारेर अब कहाँ जान्छौँ थाहा छैन राम्रो देखाए ल गाइस अब हामी चाहिँ अब हाम्रो यो चाहिँ सब कलेको मास्टर गइरहेको छौँ हैन अब हैन अब हामी चाहिँ अब सरस्वती भन्दा माथि कलम सिटीमा जान लाग्छौँ त्यहाँ चाहिँ एउटा जस पोखरी सिखरी सबै छ हैन जो सब त्यो पोखरीमा हामी टाइप चाहिँ हामेर तर भए पनि अब चाहिँ कस्तो हुन्छ भने टाइप नभएन अब हाम्रो टाइप हान्नै सकिन्छ ए कस्तो बोल्ने ल हुन्छ अहिले सरको माथितिर कहाँ पुग्छ हैन ढ्याकेस त्यहाँ हुन्छ त ल चट्टा हेर्दै गर्नुस् ल हामी चाहिँ अहिले नगरकोटको ड्याममा आइपुगे हामी चाहिँ अब यहीँ बस्छौँ ड्याममा चट्टा भयो अहिले चाहिँ रातिको त्यस्तै 10 त्यस्तै भयो कि टाइम यस्तो छ है अब यहाँ टक्क बस्नुपर्छ टेन्ट सेन्ट अब सेट हान्नुपर्छ हैन चट्ट टेन्ट सेन्ट हानेर टक्क अहिले पछि देखाउँछ है त अब सामान मिलाउनु पर्यो चट्टा लगाएर देखाउनुस् ल चट्टा हामी चाहिँ यहाँ ड्याममा आएर यतिको आगो बालेर चाहिँ सबैजना स्टोरी रमाइलो अब चाहिँ हाम्रो यहाँ मुनि कालिन समय भने हाम्रो यही बित्ने वाला छ विथ गान्धी दाइ यता साथी सुरेन्द्र अनि यता हाम्रो एके दिनेश दाइ दाइको चाहिँ अलि दमदार थिएन इन्ट्रोडक्सन दाइको दाइ सबको दाइ भन्छ टेन्सन एक मात्र खतरा दमदार थिएन खतरा दमदार हामी सबैको दाइ यसको दाइ भन्नु देऊ दाइको दाइ उसको दाइ दाइको दाइ मेरो दाइ एके दिनेश दाइ पुरो दाइ गोरे दाइ अनि यता नितेश साथी हैन अनि यता हाम्रो सबिन गान्धी दाइ एनिकी गान्धी दाइ हैन फेरि नेपालको इन्डियाको हैन फेरि म दिनेश दाइको भाइ हामी एनिकी हामी सबै दिनेश दाइको भाइहरु हामी गान्धी दाइ सबै भाइहरु सबै सबै दिनेश दाइ मात्र हाम्रो सिनियर अरु सबै भाइहरु चट्टा यहाँ टेन्सन राखेछ हैन लास्टमा ठुलो दाउरो छ त्यही भएर यति भयो भइगएन हामीलाई के भयो ओहो आउँदा आउँदा सबै ब्यालेन्स त गीतमै सकिएछ अनि कहाँ गीत बजाउँछ त यहाँ भन्नु ल भाइ रक्सी चाहिँ केमा हाल्ने त अब त मुखैमा हाल्ने गिलास सिलास के छ कि ग्लास छ ग्लास छ नि बाबु ग्लास कहाँ छ बाबु उयसमा छ त तिमीले कोक छ हालेर खा उतापट्टिमा छ ग्लास ए यसमा छ हाम्रो साधारण मोबाइल एउटा खिचाउन हैन साधारण मोबाइल एउटा खिचाउनु पर्छ नि दाइ अर्छ Hey, get up. It's
दाइ साहब कसम गर्नु छ दाइ म यो सब छोडिदिन्छु उसले बेला पुरो छोडिदिन्छु म त्यसै एडिक्ट त होइन तर वाह भाइ तपाईँ के के खाना यार मान्छे बिहानी सबैलाई केही सकिने खाइरहेको हो बोल्दा यता यता के भने 15-20 मिनट प्राउडिया छ है
What is this? Thank you. You bite once. मैले फर्स्ट भाइ खाना आज हैन थोरै सबैलाई एक एउटा दिदैन मलाई लामो पर्दैन भाइ मेरो छोटो छ भन्दा झन् दामी कि दिउँछ नि हान्यो रकिङ हान्यो न बरु रोकिङ हान्ने के मजा आउँदैन म खादिन नि यार सरी हो र प्योरली भेजिटेरियन ओन्ली मटन नट भेज मटन एन्ड ओ भन्नु भएन नि ल म गिटारै बजाउँदा त्यो गीतलाई ओके दाइ पहिला यस्तो ससेज हान्नु नि त लाउनु वेल वाच यु हान्नु न तले भाइ रुई तागे नपरे हेर्नु त तागे छ Amaku maya, tomiro saya, jera leuda, asu bororo, asu bororo. Naku dunna, वाह भाइ अहिले मलाई कहिले मलाई कम गरेर ल Sano sano pato verigo, maugina serena. Sano pato verigo, maugina serena. Balakema verigo, amale zindagi. चट्टा हेर्छ रमाइलो भइरहेछ हामी रमाइलो गर्दैछौँ देखाएको छ भाइ मलाई देखाएको छ रमाइलो हुँदैछ हाम्रो टेन्ट हेर्छ होइन गाडी हेर्छ रमाइलो हुँदैछ अब फेरि अझै राम्रो गर्दै गएको होइन म भिडियोहरू खिच्दै गर्छु हेर्दै गर्नुहोस् होला त्यस्तो टेन्टमा गएर सुतेको गए दिन सबै गए आगो वरिपरि दाइ भाइ बसेको मैले चाहिँ गिटार पनि बजाएको गता भाइले भिडियो गरेको दिनेश दाइ पनि तानेको सुनौला दिन सबै गए 10 बजे भक्तपुरबाट आएको काम पुगे लागेको थोडे गाडी दाइले पनि मिलाएको सुनौला दिन सबै गए सबै साथी भाइ पनि त्यस्तै हो कोही गाडा हाने कोही रमाइको गए लालाजी भएन कोकोनट भने सबै गए एकछिन पनि
पनि गएर पौडी खेल्ने हो पनि चस्मा निकालेर अनि हिँडेदा गान्धी दाइले आँखा पनि नदेख्दा गए सुनौला दिन सबै गए दारे सौला भाँचेर नि आएको मुनि पनि हाले बिछाएको अनि ढुङ्गा सोरे पनि फालेको अनि चापबाट लम्पसार सुतेको गए सुनौला दिन सबै गए तलबाट ससे छान्ने ल्याएको हामीले रक्सी दाइले धुक्का तानेको गन्धले गाडा छाडेको आगो पोल्दा सबै पनि डरेको सुनौला दिन सबै गए मेरो भाइ ठमेल जान छोडेको आज उत्तम भाइको एनिभर्सरी मनाएको सुनौला दिन सबै गए हाम्रो दाइ कति ह्यान्डसम भएको अनि नीलो प्यान्ट सेतो सर्ट लाएको चस्मा निधारमा पनि हालेको रातो सेतो जुत्ता बुढी पनि लागेको सुनौला दिन सबै गए आज गोरे भाइले गिटार पनि बजाएको आज ह्यान्डसम भयो आएको हातको टुमा पनि लागेको अनि बसेको गए सुनौला दिन सबै गए आज म धेरै खुसी भएको छु मेरो भाइले गाजा खान्न पनि प्रमिस गरेछ पुरान भाइ गिटार बजाए सुनौला दिन सबै गए बाघ आयो भने हामी जुदिन्छ भागा भागा होइन जुदिन्छ मारेर पनि मासु पनि खाइन्छ भाग्ने बेला पुरान दाइले अगाडि भागेछ सुनौला दिन सबै गए कोही यता बोल भनी दिन्छ दिएर पोखरीमा फालिन्छ भोलि बाना फाडी भागिन्छ गए सुनौला दिन सबै गए रमाइलो भइरहेको छ है इन्जोय गर्नु होला हाम्रो गीत सुनेर हामी साथीहरु कोखा रमाइलो गरिरहेको यस्तो बियर अरूतिर जाँदैनौँ हामी चाहिँ बियर मात्र ओन्ली वान बियर ए अघि अहिले बियर भन्दै बियर एन्ड ओन्ली मेरो भाइलाई मेरो भाइहरू जस मेरो बियरमा चाहिँ क्लिप काट्दियो होइन काट्नु अब यस्तो काट्नु भएन नि आज यो रन्डो भाइ हामीसँग बसेको यसले आजदेखि केटी सबै छोडेको हाम्रो ह्यान्डसम भाइ क्यामेरा बसेको सुनौला दिन सबै गए सुनौला दिन सबै गए रमाइलो हुँदैछ होइन अब के हुन्छ देखाउँदै गरौँला चट्ट लाएर है त राखिदिन्छु ल एकछिन है त ल अब चाहिँ यहाँ व्यवस्था भइसक्यो हाम्रो टेन्ट नाच्ने गाउने हँसाउने गरेर अब टाइम भनेको अब 4 बजिसक्यो
2 घन्टा सुतेर फेरि बिहान यसो हल्का अब यसो ड्रोन सोन उडाउने हजुर हाम्रो दाजु दिनेश दाइ हाम्रो प्यारो दाइ सुतिसक्नुभयो हामी 3 जना दाजु आइसक्नु भएको है यता खैला बैला छ यता चाहिँ ल अब एकैचोटि घाम हुँदैछ भेटौँ है त सो गुड मर्निङ है त म चाहिँ खासै सुदिनँ होइन चाहिँ दाइहरू साथीहरू चाहिँ सुत्दैछ अनि यहाँको भ्यू चाहिँ यस्तो छ है सो दामी छ होइन मलाई चाहिँ निन्द्रा लागेन क्या हामीले किनकि म्याट पनि ल्याउनु बिर्सेको थियो त्यो जङ्गलको स्याउलाहरू ओछ्याएर सुतेको थियौँ क्या हामी चाहिँ टक्क अहिलेको भ्यू चाहिँ यतिको छ है चट्ट उठिसक्यो अनि हिजोको आगो छ अहिलेसम्म त्यही तापेर बसिरहेको छौँ अब घर जाने भनेको चाहिँ अब सबैजना उठिसक्यो होला सो त्यही हो अब तपाईँहरूलाई त्यतिखेरसम्मको लागि चाहिँ ड्रोन सर्ट चाहिँ इन्जोय गर्नु होला है त ल ओके सो गाइज हामी चाहिँ फाइनली त के भनौँ होइन 2 दिन भइसक्यो त्यो क्याम्पिङ गएको चाहिँ अनि इन्डिङ चाहिँ आज गर्दैछु सो डोन्ट फर्गेट टु डु लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट होइन यदि तपाईँहरूलाई मेरो ब्लग मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला है त सो अर्को ब्लगमा भेटौँला त्यति बेलसम्मको लागि बाई बाई गुड नाइट